गोर्खे हाटमा 200 रुपियाँमा मैले के खाएँ त भन्दा चाहिँ सो फर्स्टमा खाएँ मैले कोदोको ढेँडो है। सो सेकेन्डमा खाएँ मैले वाचिप्पा। सो यो सबै मैले 200 रुपियाँमा खानु सकेँ या सकिनँ तपाईँले यो भिडियोलाई फुल हेरेर चाल पाउन सक्नुहुन्छ है। सो 200मा यति धेरै आइटम भनेर सोच्नुहुन्छ होला। सो सबसे महँगो चाहिँ मलाई कति परेको छ भन्दा चाहिँ 30 चाहिँ परेको छ है। सो हेलो नमस्ते सबैजनालाई, वेलकम एन्ड वेलकम ब्याक टु दि अनदर भिडियो। सो या गाइज अहिले चाहिँ म कता आइरहेको छु भन्दा चाहिँ कृष्णनगर है। कृष्णनगर मिरिक यहाँदेखि यहाँ चाहिँ हाम्रो चाहिँ गोर्खे हाट लाग्छ नि त। यहाँबाट चाहिँ अलिकति ठिक अपोजिटमा छ हाम्रो हाट चाहिँ है। अन्त आज चाहिँ म के गर्नेवाला छु भन्दा तपाईँहरूले चाल पाइसक्नु होला है। सो आज चाहिँ म गर्नेछु 200 रुपिसको च्यालेन्ज होइन। त्यो चाहिँ के च्यालेन्ज हो भन्दा चाहिँ नि अब त्यहाँ अथेन्टिक डिसेसहरू पनि पाउँछ, हाम्रो नेपाली कल्चरको फुड्सहरू पनि पाउँछ होइन। सो या गाइज म 200मा सबै खानु सक्छु या सक्दिनँ होइन। सो कति कति प्राइजहरू पर्छ म तपाईँहरूलाई भन्ने छु होइन। सो आज त्यही म ट्राई गर्नेवाला छु। भिडियोको लास्टमा हेर्नु सक्नुहुन्छ। सो अब चाहिँ हामी जान्छौँ गोर्खे हाटतर्फ है। सो तपाईँलाई त्यहीँ म भेट्छु है। सो अहिले चाहिँ म यहाँ आइसकेको छु गोर्खे हाटमा चाहिँ होइन। सो आउनुहोस्। फर्स्टमा म ट्राई गर्न आँटेको छु के खानु, के पाउँछ यहाँ। रोटी रोटी कसरी छ? 10 रुपियाँ। यहाँ चाहिँ आलुदम है। फर्स्टमा चाहिँ मैले ट्राई गरेको छु आलुदम र सेलरोटी है। हाम्रो नेपालीको अथेन्टिक डिस भनौँ न होइन। सेलरोटी चाहिँ छ। यो चाहिँ पऱ्यो मलाई 10 रुपिस, यो चाहिँ पऱ्यो मलाई 20 रुपिस। जम्मा हामीले 30को खाँदैछौँ यहाँ चाहिँ। अब अहिले भन्छु नि। एकदमै दामी रहेछ सेलरोटी चाहिँ हो। सो अब चाहिँ हामी अर्को जग्गा जान्छौँ। अब चाहिँ हाम्रोमा 170 रुपिस उब्रेको छ। अब त्यसको पनि हामी के खान्छौँ है। यहाँ के पाउँछ? भेज मोमो, चिकन मोमो, ढेँडो पनि हुन्छ। ढेँडो अब चाहिँ म खान आँटेको छु ढेँडो है। यहाँ चाहिँ अब 30मा। सो हेरौँ कति पाउँछ होइन। हाम्रो चाहिँ यहाँ बनिँदैछ ढेँडो है आन्टी। यहाँ चाहिँ हाम्रो ढेँडो बनिँदैछ। तपाईँहरूलाई खानु मन लाग्यो यहाँ आउनु होला, आउनुहोस् होला स्टलमा है। स्टलमा नयाँ हाम्रो अथेन्टिक डिसेसहरू हो नि त नेपालीको होइन, कल्चर हो, कल्चरको। यो चाहिँ सिर्फ 30 रुपिसमा हेर्नुहोस् ल। म चाहिँ अब ढेँडो खान आँटेको छु है। यहाँ चाहिँ छ लोकल कुखुराको है, लोकल कुखुराको सुप छ। अन्त यहाँ चाहिँ छ ढेँडो, अन्त साग, अन्त अचार छ। यो चाहिँ सिर्फ यो चाहिँ सिर्फ 30 रुपिसमा मात्रै छ। आएर तपाईँहरू यो गोर्खे हाटमा भिजिट गरिदिनुहोस् होला। सो आजको च्यालेन्ज तपाईँलाई के कस्तो लाग्छ प्लिज कमेन्ट डाउन बिलो है। सो म चाहिँ खाँदैछु है, देख्नु सक्नुहुन्छ। दामी रहेछ। दामी है। होइन खान्छु त मैले, पुरा खाएको त। हजुर अब लाफिङ खानु, पुच्का खानु, अन्त चटपटे खानु। सेलरोटी खाएँ होइन, चटपटे खानु। अझै रहन्छ, उफ्रिन्छ पैसा। उबार्छु नि म ल। अब चाहिँ मेरोमा रहेको छ 140 है। 140को चाहिँ म के खान्छु, उपर जाउँ न। सो अब फेरि म यहाँ वाचिप्पा खानु आइरहेको छु। म मेरोमा चाहिँ 140 रहेको छ है। वाचिप्पा खानु आँटेको छु। यो चाहिँ अब 30 रुपिसमा है, 30 रुपिसमा। सो अब चाहिँ म वाचिप्पा ट्राई गर्न आँटेको छु। यो चाहिँ 30 रुपिस खालि हो है। सो लेट्स ट्राई इट। एकदम दामी, एकदम यो लोकल कुखुराको वाचिप्पा छ है। फेरि मैले सेकेन्ड ट्राई पनि गर्दैछु। यहाँ आन्टीले फेरि हामीले 30 रुपिसमा 2 प्लेट दिनुभयो होइन। एकदमै मिठो।
हुन्छ अब चाहिँ मेरोमा बसेको छ 110 रुपियाँ मात्रै बचेको छ अब 110मा चाहिँ म के खान्छु हुन्छ थ्याङ्क यू ल सो मैले चाहिँ यहाँ चाहिँ अब 5 रुपियाँको पुच्का खान आँटेको छु है छोरो यो चाहिँ पुदिनाको झोल यो त तितिरी है यहाँ चाहिँ म 5 रुपियाँको पुच्का खान आँटेको छु तपाईँलाई देखाउँछु दुईटा हो तर तपाईँलाई म तिनटा ए थ्याङ्क यू पुदिनाको कस्तो लाग्यो एकदमै दामी है जहाँ पनि हामीले अफर पाइरहेको छौँ उपर पनि हामीले अफर पाएँ यहाँ पनि हामीले 5 रुपियाँमा 3टा पाइरहेको छौँ है थ्याङ्क यू हुन्छ वेलकम कता फ्याँक्नु यता यहाँ चाहिँ म अब 20को फम्बी खान आँटेको छु है यो चाहिँ सिर्फ 20 रुपियाँको खालि है यो फम्बी चाहिँ हेर्नुहोस् सो म चाहिँ 20को फम्बी ट्राई गर्दैछु हेर्नुहोस् है दामी रहेछ एकदमै मिठो रहेछ यो फम्बी चाहिँ सो आन्टीहरूको दोकानमा पनि आएर भिजिट गरिदिनुहोस् होला होइन तपाईँहरूले फम्बी लाफिङ अन्त के पाउँछ भालेहरू पनि पाउँछ है अब चाहिँ मेरोमा 85 रुपिस छ होइन 85को चाहिँ म के खान्छु भने तपाईँहरूलाई फेरि देखाउँछु आउनुहोस् अब फेरि म चाहिँ यहाँ कोदोको रोटी खानु आँटेको छु यो चाहिँ 10 रुपियाँ गोटा हो है म चाहिँ अब कोदोको रोटी खाँदैछु होइन यो चाहिँ खालि 10 रुपियाँ खालि अब चाहिँ मेरोमा बाँचिरहेको छ 75 रुपिस खालि त्यत्रो खाएर पनि अझै मेरो 75 रुपिस बाँचिरहेको छ अब 75को चाहिँ म के खानु भनेर चाहिँ पुरा खोज्दैछु म चाहिँ है लाउनुहोस् मसँग सो मैले चाहिँ यहाँ 5को समोसा बहिनीले तताइदिँदैछ मैले चाहिँ यो 5को समोसा खाँदैछु यहाँनिर चाहिँ है अब चाहिँ मेरोमा कति 70 रुपिस छ होइन त्यत्रो अब 200मा मेरो 70 रुपिस मात्रै बचिरहेको छ अब 70 रुपिसको अब म चाहिँ यहाँ के पाउँछ भन्नुहोस् लु सो अब चाहिँ मैले यहाँ 10को चटपटे बनाइ मागिरहेको छु गोर्खे चटपटे अरे है नानाकोमा त्यहाँबाट चाहिँ मेरोमा 60 रुपिस मात्रै उब्रिन्छ अब 60को म के खान्छु हेर्दै जानुहोस् सबैले है सो अब चाहिँ म यहाँ 10को चटपटे इन्जोय गर्दैछु होइन दामी छ अब चाहिँ मेरोमा चाहिँ 60 रुपिस मात्रै बचेको छ है 60को चाहिँ अब म के खान्छु होला तपाईँलाई के खाइदिनु अरे डल्ला आउनुहोस् त अब चाहिँ यहाँ मैले 20को मोमो खाँदैछु होइन मेरोमा चाहिँ अन्त 40 रुपिस मात्रै बच्छ अब चाहिँ म चाहिँ यहाँ मोमो खाँदैछु है एकदम यो 20 रुपिसको मोमो म ट्राई गर्दैछु एकदमै मिठो हुन्छ थ्याङ्क यू हुन्छ अब चाहिँ मेरोमा खालि 40 रुपिस बचेको छ होइन 40 रुपिसको चाहिँ अब म के खान्छु फेरि तपाईँलाई देखाउने छु सो एकदमै मजा आयो एकदमै इन्ट्रेस्टिङ पनि भयो होला तपाईँलाई है सो आई होप यो तपाईँहरूले कमेन्ट गर्नुहोस् चाहिँ नभुलिनुहोस् होला सो हुन्छ अब 40 रुपिसको म के खान्छु फेरि देखाउँछु है साट्टे खानुको लागि चाहिँ है तर यहाँ चाहिँ मेरो टाइप गइरहेन रहेछ यहाँ चाहिँ लाङ्सा के को रहेछ आन्टी लाङ्साको मोमो सुकुटीहरू यता आन्टीलाई पनि देखाइदिनु सुकुटीहरू रहेछ है तर म चाहिँ यहाँ खानु सक्दिनँ हुन्छ जाउँ अर्को जग्गा लोकल कुखुराको सुप खाँदैछु यहाँ चाहिँ 20 रुपिसमा है मेरोमा चाहिँ 40 रुपिस बाँचेको छ अन्त अब 10को चाहिँ म आन्टीलाई बार्बिक्यू चिकन माग्छु होला सायद है
हुन्छ ल राम्रोसँग चलाएर जानु ए हुन्छ युट्युबलाई पनि हाम्रो दोकानहरूलाई पनि आउँदै हुन्छ यो मैले चाहिँ यहाँ 20 रुपिसको सुप खाँदैछु है अन्त मैले सुप पनि खाँदैछु यो चाहिँ 20 रुपिस खालि हो एकदमै मिठो रहेछ सो यो चाहिँ 10 रुपिसमै बार्बी म चाहिँ हुन्छ म चाहिँ 10 रुपिसमा बार्बिक्यू खाँदैछु अब चाहिँ मेरोमा खालि 10 रुपियाँ मात्रै बाँचिरहेको छ होइन अब यो 10 रुपियाँको चाहिँ म के खान्छु अब कता जानु अब त म पुरा उयो भइसक्यो दसको कि कन्फ्युज है 10 फेरि 10 को यहीँ चप खाऊँ ल अब हाम्रोमा 10 रुपियाँ खालि बचेको छ कि अब के दिनुहुन्छ 10 को लु भन्नुहोस् लु तपाईँले दिनुहोस् न आफ्नो इच्छाले जे दिनुहुन्छ त्यही खान्छ हजुर 10 रुपियाँमा तपाईँ के दिनुहुन्छ लु यो चाहिँ लास्ट मेरो 10 रुपियाँ मात्रै बचेको चाहिँ अब यो चाहिँ अब मैले आन्टीलाई अफर गरेको 10 रुपियाँको चाहिँ के दिनुहुन्छ 200 रुपियाँमा है हजुर हजुर दिनुहोस् सो लास्ट 10 रुपियाँको चाहिँ म अब चप खान आँटेको छु है प्याजी है सो थ्याङ्क यू आन्टी तपाईँकोमा आउनु पऱ्यो फेरि है हुन्छ हजुर बोजूकोमा पनि आएर खाइदिनुहोस् होला यो चाहिँ खालि 10 रुपियाँ खालि है सो या गाइज मैले चाहिँ खाइसकेको छु 200 रुपियाँको च्यालेन्ज चाहिँ एकदमै दामी भयो एक्सपिरियन्स पनि नयाँ एक्सपिरियन्स भयो यो चाहिँ मलाई होइन सो एकदमै मजा आयो खानुको लागि सो आएर तपाईँहरू पनि खानुहोस् होला होइन अन्त सो या गाइज सबैलाई यस्तै भिडियो चाहिएको छ भने चाहिँ प्लिज कमेन्ट डाउन बिलो है सो बाई गाइज पिस आउट